되게 문제에서 되는 거와 재배가 갈라 간도고 되는 짜갈라이 나도 또 이게 사회 사유도 나이지네 त्यसैले म चाहिँ यो नुवाकोट जिल्ला पञ्चगने गाउँपालिका वार्ड नम्बर 2 मा अवस्थित चङ्खलाई प्रमुख संरक्षक लामो वाङ्ग्यालपो बौद्ध ज्यारिङ खसेरबाट उत्तर पश्चिममा अवस्थित यो चङ्खला यहाँ चाहिँ आजभन्दा 1900 वर्ष अगाडि गुरुरेम्बर्छे इन्डियाबाट नेपालको विभिन्न ठाउँ हुँदै टिपेट जाने क्रममा चाहिँ चङ्खलामा पाल्नु भएर ढाला केङले चाहिँ ताम्ला ताक्सी दामा रक्षाका लागि बाचा गराउनु भएको ठाउँ यो एकदम पवित्र पुण्यभूमि यस ठाउँ चाहिँ आजभन्दा 48 समथिङ 49 वर्ष अगाडि चाहिँ यो ठाउँको चाहिँ चङ्खला भनेर यो ठाउँ क्याप्चे ज्यारिङले मुसिले मोजिन गर्नु भएको रहेछ गुरुरेम्बर्छेले चाहिँ डाला गेङलाई ताम्ला ताक्सी गरेको डाला गेङ चाहिँ यतापट्टि छ यो चाहिँ डाला गेङको टाउको मात्रै ताम्ला ताक्सी गरेको उहाँको पार्थिव चाहिँ राक्षेश्वर गुफा भन्ने ठाउँमा छ भनेर चाहिँ उहाँको जुन भौतिक संरचना तल देख्न सकिन्छ तर उहाँलाई नै मेन ताम्ला ताक्सी चाहिँ उहाँले गर्नुभएको छ उहाँ त एकदम ठुवामा आँखाबाट पनि आगो छोडिरहेको छ नि उहाँले त हामीले चाहिँ पञ्चबुद्धको रिङ्गा लगाउँछ याबिमो रिङ्गा लगाउँछ नि उहाँले रिङ्गा चाहिँ के लगाउँछ कपालीको उहाँको गहना त के रहेछ नाकपटुल भन्छ कालो सर्प लगाउने उहाँले चाहिँ उहाँलाई नै ताम्ला ताक्सीको लागि चाहिँ गुरुरेम्बर्छे टिबेट जाने क्रममा चाहिँ यो चङ्खलामा प्रवेश गर्नुभएर चाहिँ धर्मराज बाचा गर्नुभएको हो भनेर चाहिँ जस्तै धम्बा धर्मराजले बाचा गर्नुभएको यो चङ्खला भनेर चाहिँ एकदम पवित्र तीर्थस्थल पुण्यभूमि भनेर चाहिँ अब अहिले नेपालको त छँदैछ अहिले अन्यत्र हाम्रो चाहिँ बुद्धिस्ट कन्ट्रीहरू चाहिँ अब अहिले एकदम युनिकोरमा चाहिँ आउने क्रमहरू एकदम बढ्दो छ अहिले चाहिँ विशेष गरी अब अहिले हाम्रो चाहिँ रेम्बर्छेदेखि खेनेम्बर्छे धेरै आउनुहुन्छ यहाँ छाम्बाहरू पनि धेरै आउनेवालामा छ र यो चङ्खलामा पाल्नु हुँदाखेरि चाहिँ विशेष जो कोही यहाँ पाल्नु हुँदैछ भने चाहिँ मेरो फ्ल्याक्सबाट नाम नम्बर चाहिँ त्यहाँ छ साथै म फेरि निएको संरक्षक मात्र नभए म फेरि यो यहाँको युवा पनि हो युवा लामा पनि हो र त्यसको लागि फेरि कोही बेला भेट्न सक्नुहुला कोही बेला भेट्न सक्नुहुला आउनुभन्दा अगाडि चाहिँ मलाई कन्ट्याक्ट गरेर भने सुविधा सबै पाउनुहुन्छ अनि यहाँको नेसे पनि पाउनुहुन्छ हामी नेकरमा आइसकेपछि यहाँको नेसे नै बुझ्न पाएन भने त्यसको महत्त्व पनि हुँदैन र त्यति नै खेर गुरुरेम्बर्छे यहाँ आउनुहुँदाखेरि चाहिँ भोलि हाम्रो चाहिँ नाङपाको ने हो नचिन्ला भन्नुको लागि पहिचानको लागि एउटा तेम्बाउको पनि भित्र राख्नु भएको छ है तेम्बाउको भित्र छ तेम्बाउको है एकदम रङचिङ भयो एकदम यो प्राचीन एकदम ऐतिहासिक र अर्को कुरा यता गुरुरेम्बर्छे सुक्ठी त्यही भएर हामीले खाता चढाएको हुन्छ यहाँनिर यो पुल्चेला भन्नको लागि चाहिँ यो जाली लगाएको छ यो गुरुरेम्बर्छे सुक्ठी यसमा चाहिँ एकदम गुरुरेम्बर्छेले लेख्नुभएको गाँकहरू रहेछ अब यसरी चाहिँ यसलाई देखाएर राख्नु हुँदैन भनेर रेम्बर्छेले भन्नुभएपछि हामीले चाहिँ प्लट गरेर अनि जाली लगाएको छ यसमा चाहिँ गाँक छ पुरै र त्यति नै खेर गुरुरेम्बर्छेले किङेलाई ताम्ला ताक्सी गर्दाखेरि युज गर्नु भएर चाहिँ यहाँ ठाउँको पहिचानको लागि छोड्नु भयो चाहिँ यो चाहिँ राङजिङ यो फुर्बा घेपाको पिजी है यो तर सबैले अब खेन्ने मोर्चेले अब लबिनहरूले रेमोर्चेले विभिन्न तर्कबाट दिएर जुन सम्बन्धित यहाँ पत्ता लगाउने रेमोर्चेले मलाई भन्नुभएको चाहिँ यो चाहिँ फुर्बा घेपाको चाहिँ राङजिङ पेजा है अनि त्यति नै खेर गुरुरेम्बर्छेलाई एउटा चाहिँ यहाँ जुन गुरुरेम्बर्छे राङजिङ स्याप्लाम पनि रहेछ यहाँनिर है स्याप्लाम हो है इङ्ग्लिसमा भएर दर्शन पाउने हो अरू बेला चाहिँ अब नभएर थाहा हुँदैन यो स्याप्लाम राङजिङ ठ्याक्कै दाहिनेपट्टिको राइट साइडको यो है देख्नुभयो नि ठ्याक्कै राइट साइड अनि यो चाहिँ गुरुरेम्बर्छेको हिताम छाना दर्जे भयो छाना दर्जेको नि हिताम चाहिँ मितिर क्याल्चियनको यो साक्लाम रहेछ है ठी मात्रै रहेछ योभन्दा माथिको चाहिँ अब कुन टाइममा कसरी कहाँ के हो भने यो थाहा छैन अनबिकी राङजिङ रहेछ यो
अनि यसमा चाहिँ जुन यो रिम्पोछेहरूले चाहिँ अब केही अलिकति गाँकहरू छोड्नु भएको छ यसमा चाहिँ, त्यही कारणबाट यो चाहिँ दर्शन पाउनु छ तपाईँले है। चेयरम्यान अफ द बुद्धिस्ट कमिटी अफ दिस रेजुलेसन लामा बासु तामाङ, अनि चाहिँ यसको आवश्यक कानुनी प्रक्रिया चाहिँ मैले पुरा भयो हजुर। अब भनौँ न अब देन चाहिँ मैले नै यो सबै कुरा मिलाएपछि अनि उहाँहरूले चाहिँ हाम्रो यो खिन्चन नम्बरबाट चाहिँ यो स्पोन्सर गर्नुभएको। अस्ति हाम्रो जडले मर्सेको भूमा आउनुभएको थियो नि यहाँनिर, सरस्वती के भन्नुहुन्छ, अनि यहाँ फोटो राख्नु भएको। यस्तो पहिचान पहिले यो हाम्रो रङ्गिन चिजहरू धेरै रहेछ। यो के हो? यो पहिला गुरु लाग्नु रहेछ यहाँ। अहिले गुरु लगाउनुमा यो तोक रहेछ नि तपाईँको एकदम तोक्थ्यो हो रे। हजुर तोक रहेछ है, यो त एकदम वाङरिङको बम रहेछ नि यो। चिनी सोमसी रुतेन त्यही पछि खाजा चढाइ चिनीले चाहिँ थाहा भएर यसरी एकदम यो जोडेको है ठ्याक्कै हाम्रो चाहिँ त्यो चिजहरू। यो चाहिँ अब केही समयपछि हामी उता राख्दैछौँ। अब जो जाने बुझेसम्म मैले चाहिँ थाहा भएसम्म मैले चाहिँ अब सङ्कल्प प्रमुख सम्प्रेषणबाट मैले चाहिँ अलिकति निश्चय गरिदिएँ। यसमा कुनै अब टुटफुट चाहिँ पक्कै पनि छैन। अब केही नजानेको नबुझेको भए त किन भन्थ्यो होला। अब यतिसम्म चाहिँ मलाई पनि रेमर्सीले अनुभूति दिनुभएको छ भन्दै मैले जो जानेको म सङ्कल्प प्रमुख संरक्षक लामा वाङ्गलेको तर्फबाट जो जानेको मैले निश्चय गरिदिएँ। लासोथोजी चाहिँ काटिन्छ।